सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। यो भिडियोमा चाहिँ अब मैले बालेन शाहको 12 वर्ष अगाडिको र भिडियो चाहिँ मैले हल्का हेरिदिनु पऱ्यो, रियाक्सन हानिदिनु पऱ्यो। बालेन शाहको ट्यालेन्ट हेरौँ नि त, पहिलाको ट्यालेन्ट यसमा के थियो। बालेन शाहको ट्यालेन्ट त पहिले खतरा नै रहेछ क्या। मैले यसमा थोडा सानो सर्ट भिडियोमा देख्थेँ, आज चाहिँ पुरै लङ भिडियोमा चाहिँ आएको। सानो भिडियोमा चाहिँ यसले पुरै ठाउँको ठाउँ बनाइरह के, त्यो र बनाउँदै हान्दै गइरहेको, त्यो राइम मिलाएर घोकेर लेखेर जानै पर्ने रहेछ कि उसले। यस्तो मान्छे अहिले मिनिस्टर बनिसक्यो भनेपछि अलि धेरै चर्चा चलिरहेको नि त इन्स्टाग्राममा। त इन्डियनहरूले भनिरहेछन् नेपालको बारेमा के भने चाहिँ यो नेपालमा चाहिँ ऱ्यापर मिनिस्टर भइसक्यो, एउटा मिनिस्टर भइसक्यो नेपालको भन्ने कुराहरू चाहिँ यसो भिडियो बनाउने त ती मोदीले ट्रोल गर्ने यस्तो भिडियो बनाइराखन्। त आज मैले ल यसको कस्तो ऱ्यापर त सबले भनिरहेछ नि त, यसको के रहेछ खासमा यसले। L double O to the motherfucking RE from the underground to the motherfucking top. Hot production in the building. In the UK or also sorry. Sema Buddha त मान्छे एक्सपेक्ट गर्छु उसलाई। भित्रै देखि मान्छे उही रहेछ के ब्याटर बनाउने चाहिँ। And before we get into the battle, we have Hakim Bhai. We have Doggy in the house. Blueprint Production. We have Bree from Blueprint Production. And then we have you, bro. You all know you, bro. Man is right. What is big from Rana? Everyone here. Slim GP. पुरै यमो बुद्धले चाहिँ पहिला इङ्ग्लिस आउँदैन, अनि पछि मैले काठमाडौँ आएर पढ्न लागिसकेपछि बल्ल इङ्ग्लिस आयो भने हागेबाट इन्टरभ्यूमा पनि भनिरहेको, अनि धेरै साथीहरूले पनि भनिरहेको। And also, shout out to Gaucho Productions and KM Photography for shooting this, and Floodgate Clarity is coming out on YouTube soon. Check it out. Now let's get into the battle. On my right, representing the underdogs, we have Lil Grizzle. Yes. And on my left, making his debut in the league, but one of the most talented and versatile MCs in the game. Give it up for Balin. Okay, Lil Grizzle wanna go first, and it's on him. तेरो स्वैग देखेर नै अहिले मलाई दिक्क भयो। दोरी खेल्नलाई हो क्या लगाएर यस्तो स्टकर्ट बालेन चाहिँ स्टकर्ट छोड्दो रहेन चाहिँ कि मैले धेरै ठाउँमा। छिपेको उमेर तै पनि मेरो भाइ हो त। अस्ति लागेर काठमाडौँ आउँदा तेरै खाटमा सुतेको, सिरानी मुनि त्यसको साइनो छ। बालेन भाइ गीत जति खाथे भने म बुद्धले सेयर गरिदिइहाल्छ, कति रमाइलो छ। रमाइलो छ त बनाउने बोकालाई खसी पार्ने कसाई हो म। बालेन हो कि बालेन जेसुकै होस्, कसैले चिन्दैन तेरो नाम भन्दा। नेपालमा पहिला चाहिँ चिन्दैन थिएन पुच्छर संसार नदेखा सान गर्दा। जुन दिन तेरोको चाक कटाउन छोडिस् त्यही दिन बन्द हुन्छ तेरो काम धन्दा। अरूको सफलताको फाइदा लुट्ने दिस डुड इज जस्ट अ गिद्ध। मक्ख छ से युनिकहरूको चित्र खुसी छ त भित्र। उसँग फोटो खिचेको भाइरल भयो भन्दा यसले मैले अस्ति यसको एउटा गीत सुनेको थिएँ, तिमी फुल माग्छौ म पात्नी दिन सक्दिन, यो ऱ्यापरहरूको फुल माग्छ तिनीहरू पात्नी दिन सक्दैन। Yo, your scrotum gets squeezed, your ovary bleeds, this man's a fucking hermaphrodite. Your poetry's deep? No, it's dirty, please. Don't act like you be rapping tight. You're older than me, but totally weak. You can't even beat me in your afterlife. Even if you practice right, I blast the mic, smash this deck, turn you into ash tonight.
आजको यो ब्याटल अलि अश्लील हुन सक्छ। चौवायो नि त बालेन तातिसक्यो हो बार्स तातिसक्यो 18 को सानो भाइ बहिनीहरू क्लोज बटन थिच्नु होला यो फुच्चेको पो उमेर कति हो। आज बालेनमाथि बाल शोषणको अघि लाग्न सक्छ। यो म बुझ्छ यसको घाँटी बाँधेर राख अन्डरडगको कुकुर भाग्न सक्छ। कति भन्दै यार यो त कहाँबाट आयो कुमारी निशेष तेरो नामको अगाडि मिसेस राखिदिएको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष अर्को निवारण गरिदिनेछ तेरो दाइले। वनबी मानिस सिंह भन्न खोजेको उस्तै देख्छु म तारिफ होइन त्यो तिनकुने लिङ्ग त जस्तो ऱ्यापरलाई हातमा मुस्दै धरेको रगत कलममा भरेर लेख्छु म। बालेन र कलम बीच अनुन्याश्रित सम्बन्ध छ यो जस्तो ऱ्यापर बीच कुहिरे नेपाल घुम्न आउँदा मोज मस्तीको सिलसिलामा जन्मन्छ। लास्ट भन्दै यो त बारेन चाहिँ खतरा हानिँदो रहेछ तेरो अनुहार केटीको अन्डरडग्सले मोज गर्न काम लाग्छ यसलाई सित्तैमा बगाउन पाइन्छ बरु हिजोडालाई दिन दाम लाग्छ। मेरो आफ्नै साथीभाइको मुखबाट सुनेको है त्यो कुरा मेरो आफ्नै साथीभाइको मुखबाट सुनेको त अस्ति रिसाएको थिइस् रे यसपालि अन्डरडग्स लेखेको ब्लाउज छ यसको लागि बुनेको भाइ तैँले ऱ्याप हानेर नखाने भइस् रे ऱ्याप हानेर नखाने भइस् रे तेरो काम अन्डरडग्समा लुगा धुने भयो बरु बुढीलाई नि लिएर आइज पानीको आपूर्ति गर्न धुरु रुने भयो काम सत्ताको बेलामा उसलाई स्लिम सेडीले पालो छुने भयो टेबलमा चढाएर उद्रेको चोली लगाएर नाच्न लाउने रे भव्य रमाइलो हुने भयो। जबरजस्ती केटाहरूले गर्ने छन् मस्ती खाएर रक्सी तेरो स्वर पातलो यो गणेश हस्की पाउजु छमछमाउने केटी भन्दा तनै धेरै मस्किन्छस् बाटोमा कालो मान्छे देख्यो कि युनिक पोएट भनी झस्किन्छ। युनिक पोइन्ट जब छोइदियो त मलाई अन्डरडगको कुकुर हुन्छ नि त अगल्टोले पोल्या कुकुर बिजुली चम्कदा नि तर्सिन्छ रामकृष्ण ढकालको स्वर भन्दा यसको कम्मर बढी लच्किन्छ। रामै त कुकुर बोलाउँदा किन पड्किन्छ त मान्छे आबा बुद्धि पनि हँसुवाको म गर्न सक्छु दाबा यहाँ बुद्ध यो लिलीपुटको पनि बच्चा हो। यसले फोटो देखाए भिडियो चाहिँ धेरै राम्रो रहेछ मैले चाहिँ यति नै गरेँ 6 मिनटसम्म।